के गर्नु एउटा नि माछा झ्याउलाएर आउने यहाँ अब धेरै माछा यी कति धेरै हेरौ त हेरौ कति धेरै माछा यिनीहरूलाई चाहिँ फ्राई गरेर खानु पर्छ जस्तो तँलाई के अरे माछाको दाँत हुन्छ भने थाहा छैन क्या हो अनि पानीमा गएपछि त अनि त्यो त्यो कमल भइहाल्छ नि कस्तो कुरा होला हेरौ त हेरौ कति धेरै ओइ कति धेरै हो ओइ फ्राई गर्यो ल 1 मिनट